यो भिडियो चालू भयो होइन कुनै हो होइन भिडियो भयो आज चाहिँ हामी बाउ छोरा प्रकाश र म चाहिँ यहाँ मालिका भगवती माताको पूजा गर्न भनेर चाहिँ यहाँ आएका छौँ। हाम्रो साथमा ज्वाइँ रोमनाथ पनि हुनुहुन्छ। हामी यसरी चाहिँ यहाँ आएर मालिका भगवती माताको पूजा गरेका छौँ। हाम्रो घरमा सुख होस्, शान्ति होस्, आनन्द होस्, सबैका नवग्रह शान्ति हुन्, छोराछोरी नाति नातिना सबै निरोग रहन्, सुस्वास्थ्य रहन् भनेर चाहिँ यसरी यहाँ आएर पूजा गरेका छौँ। पण्डितजीले पूजा गरिदिनु भयो, हामी पूजा गऱ्यौँ, अत्यन्त खुसी लाग्यो। यहाँको चाहिँ नपरो भगवती माताको चाहिँ यहाँको वरिपरिको दृश्य यस्तो छ। यहाँबाट चाहिँ यसरी जल यसरी चाहिँ नपरो झरिरहेका छन्। यहाँबाट जल यसरी आउँछन्। यो अघिदेखिबाट चाहिँ यसरी यस यहाँबाट जल झर्ने गरेका छन् र अहिले धाराको व्यवस्था भएको छ। यहाँ यसरी धाराहरू छन्, अरू धाराहरू पनि छन्। यहाँ यसरी चाहिँ नपरो यहाँ ध्वजाहरू चढाउने, यहाँ नुहाइधुवाइ गर्ने, यसरी चाहिँ जलका धाराहरू बगिरहेका छन्। कति आनन्दको छ यहाँको दृश्य, रमणीय छ। यहाँको चाहिँ यी मन्दिर हाम्रो चाहिँ यहाँ यसरी चाहिँ यो मन्दिर बनेका छन्। यी मालिका आमा भगवतीको विराजमान भइबक्सिन्छ। यहाँ मालिका भगवती माताको यसरी यहाँ मन्दिरमा विराजमान भइबक्सिएको छ र यसरी चाहिँ हामी आएका यी भक्तहरूलाई उहाँ वरदान दिनुहुन्छ, हामीहरूको निवेदनलाई सुनिदिनुहुन्छ र हाम्रो घरमा कल्याण हुन्छ भन्ने हाम्रो एउटा विश्वास छ र हामी त्यही विश्वासमा चाहिँ हेर्नुपर्यो भगवानको आराधना गरेका छौँ। यहाँ भगवान शङ्करको चाहिँ यहाँ राखेर मूर्ति राखेर यसरी पूजा गर्ने गरिन्छ। यहाँ पनि हामी पूजा गरियो, हाम्रा गुरुजीले हामीलाई पूजा गराइदिनु भयो। हामी धेरै खुसी छौँ। हाम्रो घरमा नवग्रह शान्ति हुन्, सबैको कल्याण होस्, सबै सुखी हुन्, निरोग रहन्। अब नाति नातिनाहरू एकदमै चलाख, पढ्नमा तेज, विद्वान, अत्यन्त नरम सरल स्वभावका, बुद्धिजीवी, तीक्ष्ण बुद्धि भएका हुन् भनेर चाहिँ यहाँ हामी निवेदन गरेका छौँ। हरिओम नारायण, हरिओम नारायण, हरिओम नारायण। नारायण भगवानले कल्याण गर्नुहोस्, प्रभु माताले कल्याण गर्नुहोस्। यसरी चाहिँ नपर हामी यहाँ पूजा गरेका छौँ। यसरी चाहिँ नपर हामी यहाँ छौँ। नारायण नारायण भगवती माता जय। यहाँको चाहिँ यो यतापट्टि चाहिँ भजन पण्डितजीहरूलाई आएका परपाहुनाहरूलाई चाहिँ यसरी भजन गराउने घर हो यहाँ। यसरी चाहिँ यहाँ यो रमणीय स्थल छ यहाँ। ओहो जय भगवती शरणागत, जय शरणागत, जय शरण।